I'm concerned that social media is an important driver of that youth mental health crisis. People like with filters or like people with the unimaginable bodies that are all fake, all fake and perfect, and it's like, why can't that be me, you know? 42% of Gen Zers said they could not stop using social media if they tried. The most common words they associate with platforms like Facebook and Instagram: depressed, angry, and alone. May 1997 जुन दिन युनाइटेड स्टेट अमेरिकामा एउटा एप लन्च भएको थियो जसको नाम थियो 6degrees.com, जसलाई लन्च गरेको थियो एन्ड्रुड वार्डनाइक, र यसको विशेषता थियो प्रोफाइल बनाउन सकिने, फ्रेन्ड लिस्ट थप्न र घटाउन सकिने र अरूसँग कनेक्ट हुन सकिने यसको मुख्य विशेषता थियो। त्यस्तै गरी बिस्तारै सोशल मिडिया प्लेटफर्म बिस्तारै बढ्दै गए र 21औं शताब्दीको युगमा आइपुग्दा युट्युब, टिकटक, फेसबुक, इन्स्टाग्राम, ट्विटर, भाइबर, व्हाट्सएप जस्ता अन्य थुप्रै प्लेटफर्महरू लन्च गरियो। त्यसैमध्ये फेब्रुअरी 4, 2004 मा फेसबुकको लन्च मार्क जुगरबर्गले गरेका थिए भने फेब्रुअरी 14, 2005 मा युट्युबको लन्च गरेको थियो। युट्युबको लन्च गरेको थियो चाँद हर्ली, र त्यस्तै सेप्टेम्बर 2017 मा टिकटकको लन्च गरेको थियो हाङ यामिङ। हाङ यामिङले टिकटकको लन्च गरेको थियो। त्यसैगरी नेपालमा अरू देशहरूको देखासिकीले गर्दा नेपालमा पनि यसको प्रयोग भइरहेको थियो। नेपालमा फेसबुकको सुरुवात 2008 मा भएको थियो भने युट्युबको सुरुवात 2008 देखि 10 सम्मको बीचमा भएको थियो। त्यस्तै गरी टिकटकको सुरुवात चाहिँ 2018 मा भएको थियो, जुन बेला लकडाउनको सुरुवात भएको थियो र नेपालमा टिकटकको प्लेटफर्म बढ्दो रूपमा प्रयोग भइरहेको थियो। यस्तै गरी संसारभरिमा फेसबुक चलाउने मानिसको संख्या 3.1 बिलियन रहेको छ भने युट्युब चलाउने मानिसको संख्या 2.7 बिलियन रहेको छ। त्यस्तै गरी टिकटक चलाउनेको संख्या 1.9 बिलियन रहेको छ इन द वर्ल्डमा। र त्यस्तै गरी नेपालमा पनि सोशल मिडियाको प्रभाव परेको कारणले गर्दा नेपालमा फेसबुक युजरहरूको संख्या रहेको छ 14.3 मिलियन र युट्युब युजरहरूको संख्या 16 देखि 18 मिलियनको बीचमा रहेको छ। र त्यस्तै गरी नेपालमा टिकटक चलाउने युजरहरूको संख्या अराउन्ड 8 देखि 10 मिलियनको बीचमा रहेको छ। यो चाहिँ एक्चुअल डाटा होइन। नेपालमा एकजना व्यक्तिले एभरेज रूपमा 2 घण्टा 15 मिनट सोशल मिडियामा लाइक युट्युब, फेसबुक र टिकटकमा दिने गर्छ। सोशल मिडियालाई हामीले कसरी चलाउनु पर्छ भन्ने कुरामा हामीले ध्यान दिनु। सोशल मिडियाले हामीले चलाइरहेको छ कि सोशल मिडियालाई हामीले चलाइरहेका छौँ भन्ने कुरामा हामीले जोड दिनुपर्छ। सोशल मिडियाले हामीलाई के फाइदा हुन्छ जान्ने छौँ आजको यस भिडियोमा हामी। सोशल मिडियाले गर्दा नै हामी संसारसँग जोडिन पुगेका छौँ। हामीले दिनानुदिन नयाँ कुरा सिक्ने मौका पाएका छौँ र हामीले सोशल मिडियाको प्रयोग गरेर अर्निङ पनि सुरु गर्न सक्छौँ। त्यस्तै गरेर व्यवसायको एडभर्टाइजमेन्ट पनि गर्न सक्छौँ र आफ्नो प्रतिभा हामीले सोशल मिडिया मार्फत संसारभरि देखाउन सक्छौँ। त्यसकारण यसका विभिन्न पोजिटिभ इफेक्टहरू रहेका छन्। त्यस्तै गरी जीवनलाई नकारात्मक रूपमा असर पनि पारिरहेको छ। जस्तै हामी बिहान उठ्छौँ, 1 मिनट चलाउँछौँ भनेर सोच्छौँ र 1 घण्टा गएको थाहा हुँदैन। यसले गर्दा हाम्रो समय बर्बाद हुन्छ। हामीलाई सोशल मिडियाको लत लाग्छ र यसबाट छुटकारा पाउन गाह्रो हुन्छ। त्यसकारण सोशल मिडियाले गर्दा हामीलाई धेरै बेफाइदा पनि गरिरहेको छ। जस्तो कि मानसिक तनाव र चिन्ता बढ्छ र आफ्नो प्राइभेसी पनि पब्लिक हुन्छ र फेक न्युज फैलिन मद्दत गर्छ। सोशल मिडियाले हामीलाई थाहा हुँदैन फेक न्युज हो कि राइट न्युज भन्ने कुरा। सोशल मिडियाले हामीलाई कन्फ्युज बनाइरहेको हुन्छ। त्यस्तै हामीले धेरै सोशल मिडिया युज गर्नाले हाम्रो निन्द्रामा पनि असर पार्ने गर्छ। अहिलेको सेन्चुरीमा हेर्ने हो भने सोशल मिडियाले नै हाम्रो जीवनलाई परिवर्तन गरिरहेको छ। त्यसकारण सोशल मिडियालाई हामीले कसरी युज गर्नुपर्छ भन्ने कुरा हामीले सिक्न जरुरी छ। हामीले दिनको सोशल मिडिया युज कति गर्छौँ? अब हामीले के गर्नुपर्छ? सीमित रूपमा सोशल मिडियाको प्रयोग गर्नुपर्छ। सही र विश्वासिलो जानकारी मात्र विश्वास गर्नुपर्छ। जथाभावी रूपमा अरूको पोस्ट आयो भन्दैमा हामीले त्यसमाथि विश्वास गर्नु हुँदैन। त्यो फ्याक्ट पनि हुनसक्छ। हामीले आफ्नो प्राइभेसी डाटा र इन्फर्मेसनलाई सेक्योर गर्नुपर्छ र
सोसियल मिडियालाई हामीले सही रूपमा प्रयोग गर्न सक्नुपर्छ। जस्तै स्किल सिक्नको लागि र केही नयाँ कुरा सिक्नको लागि हामीले सोसियल मिडियाको युज गर्न सक्छौँ। पैसा कमाउनको लागि पनि हामीले सोसियल मिडियालाई युज गर्न सक्छौँ। के सोसियल मिडियालाई हामीले युज गरिरहेका छौँ या सोसियल मिडियाले हामीलाई युज गरिरहेका छौँ? यसको आन्सर कमेन्टमा भन्नुहोला। सोसियल मिडिया कम्पनीहरूको मुख्य उद्देश्य हो आफ्नो ग्राहकहरूलाई सन्तुष्ट प्राप्त गर्नु र त्यो सन्तुष्ट हामीले दिनैभर सोसियल मिडियाको युज गरिरहेका छौँ। सोसियल मिडिया युज गर्नाले कम्पनीहरूले एडभर्टाइजमेन्ट र अन्य कुराहरूबाट आम्दानी गरिरहेको हुन्छ। हामी सोसियल मिडियाको युज गर्नाले हामीलाई केही फाइदा हुँदैन। दिनभरि हामीले रिल स्क्रोल गर्दै हाम्रो समय बितेको थाहा हुँदैन। तर सोसियल मिडिया कम्पनीहरूको लागि यो चाहिँ फाइदाको कुरा हो, जसले गर्दा हामीले सोसियल मिडिया युज गर्दाखेरि सही रूपमा प्रयोग गर्न सक्नुपर्छ। त्यसकारण सोसियल मिडियाले हाम्रो जीवनलाई चेन्ज गर्न सक्छ र बिगार्न पनि सक्छ। सोसियल मिडिया इज मोस्ट पावरफुल, डेन्जर पनि त्यत्तिकै रहेको छ। त्यसकारण सोसियल मिडियाले हामीले कसरी युज गरिरहेको छ हामीले त्यो कुरा जान्न महत्त्व छ। यो त थियो सोसियल मिडियाको बारेमा। हजुरहरूले यस्तै अन्य भिडियोहरू पनि हेर्न चाहनुहुन्छ भने मिस्टर रिजललाई सब्सक्राइब गर्न नबिर्सनु होला र आफ्नो विचार कमेन्टमा भन्नुहोला। धन्यवाद।